4 जना ऱ्याङ्कर छ। जाडो भयो हाम्रो चाहिँ अति नै हावा यति चिज छ कि हावा शरीरमा छिर्ने बित्तिकै शरीरलाई कक्रक्क के त्यही भएर हामीले चाहिँ यो ऱ्याङ्कर लगाएर चाहिँ हावा छिर्नु चाहिँ एकदमै ए हजुर नभाग्नुहोस् न हामी थोरै बोलिदिनुहोस् न हाम्रो भिडियोमा ए हाम्रो इन्टरभ्यूमा थोरै बोल्नुहोस् न ए हजुर नभाग्नुहोस् न हजुर ए हजुर नजानु भएन यसरी हजुर के छोरी पढ्नु भयो त बिहे गर्नुभएको छ छैन सिङ्गल हो एउटा छोरा मात्र छ बिहे गरी छैन ए तेरि फोन नम्बर मागौँ भनेर सोचिरहेको थिएँ जिग्रिहाल्नु गाउँले गाउँले आइपुग्यो हँ हिँडेर आउने कि जाने बोकेर लैजाने मलाई यार म सकेन हिँड्ने यार हाम्रो यहाँ के पाइन्छ त हजुर खानेकुरामा सुकुटी सुकुटी के को सुकुटी याकको ओहो याकको सुकुटी ल ठिक छ We are on the top of the world. यो कति मिटर लामो होला चिज भाइ चिज यो महादेव केभ छ गुफा वाव सही 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 बाबा सैलुङ भाइ सैलुङमा है भाइ यहाँ साँच्चै भनेको यो उज्यालो होइन टक्क दामी भएको भए चाहिँ है एकदमै बवाल यहाँबाट यस्तो दामी भ्यू देख्थ्यो यहाँबाट दामी हिमाल देख्थ्यो दामी गाउँ डाँडा देख्थ्यो यस्तो बवाल देख्थ्यो होइन माइती घर फिल्मको गीत चाहिँ यही सैलुङमा सुट गरेको यही सैलुङमा हाम्रो यही सैलुङमा उयो ठ्याक्कै तपाईँ देख्दै हुन्छ उयो ढुङ्गामा हिरोनी उप्सना सिंह ठाकुरी ऊ यहाँ ढुङ्गामा होइन ठक्री होइन उप्सना सिंह ठकुरी ऊ यहाँ ढुङ्गामा बसेर फ्रुट नाचिरहेको थियो हिरो चाहिँ छैन माइती घर भन्नु यहाँ उता ढुङ्गामा ठ्याक्कै बसेर फुरुक नाचेर होइन पारी गाउँको दृश्यहरू पनि बबाल देखेको थियो सैलुङ फेमस बनाउनुपर्छ फेमस What's up everyone, what's up, welcome back to another episode of Vlog Ferin। स्वागत गर्न चाहन्छु तपाईहरुलाई सबैजनालाई हैन। आज चाहिँ हामी सैलुङको यात्रा गर्दैछु। ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ हाम्रो घर चाहिँ यता तलतिर त्यहाँ ठ्याक्कै तलतिर छ हैन। हामी यहाँ तलबाट माथिबाट यता ठ्याक्कै अच्छा बजार भन्ने ठाउँमा आइपुगिसक्यो। अहिले यहाँ तपाईले देख्दिनुहुन्छ दृश्य हैन। यतातिर छ दोरम्बा बजार यो एरियामा, यतातिर छ देउराली। यस्तो दामी भ्यू देखिराख्नु भएको छ तपाईहरुले। सर्लक्क एकदमै क्लियर, पानी पनि खासै परेको छैन। पानी पर्ला जस्तो चाहिँ भएको छ तर पानी चाहिँ नपर्ने। हाम्रो गन्तव्य भन्ने चाहिँ खासमा भन्नुपर्दा चाहिँ यहाँ ठ्याक्कै यो डाँडामा हो ठक्क हैन। सैलुङ डाँडामा जानुपर्ने हो हामी। बाटो चाहिँ अब यही हो। यता चाहिँ हामी चाहिँ बाइकमा हिँडिरहेको छु। बाइकबाट यताबाट जाँदै यता हैन, यता यो हुँदै सर्लक्क त्यहाँ जानुपर्छ हामी चाहिँ।
अब यस्तै छ। यो चाहिँ हाम्रो भाइ आयो भने आज पानी नपऱ्यो भने त एकदम राम्रो हुन्थ्यो, मौसम पनि दामी क्लियर हुन्थ्यो टक्क है। पानी नपरेको त होइन फोटोसोटो पनि एकदम भिडियो सिडियो टक्क होइन, चारैतिर हिमाल सर्लक्क राम्रो हुन्थ्यो कि। यतातिर पनि हिमाल देखिन्छ तर अहिले कुहिरोहरू मजा धमक्क छ कि। कुहिरोहरू यस्तो दामी पहाड देख्नुभएको छ नि तपाईँले, यस्तो बवाल छ है सिनहरू हेर्दाखेरि चाहिँ एकदमै बवाल। ऊ त्यहाँ हाम्रो पार्टीहरू चाहिँ ऊ त्यहाँ आइपुगेको छ अहिले, ऊ त्यहाँबाट ऊ त्यहाँबाट अलिक जुम गर्नु मिल्दैन तर है, तर त्यहाँ आइपुग्यो हाम्रो पार्टीहरू चाहिँ। ठिक छ, अब हामी चाहिँ अब हिँड्दै गर्छ अनि हाम्रो साथीहरू हाम्रो पार्टनरहरूले चाहिँ हामी पर्खिँदै गर्छौँ। त्यो बाटोमा हल्का झिलिक मात्रै गर्नेछु होइन, लङ गऱ्यो भने अब भिडियो पनि लामो हुन्छ, त्यही भएर सरलक्कै एकैचोटि सैलुङमा भेटौँला है त गाइस। सैलुङको यात्रा केटाहरू चाहिँ यहाँ तलबाट आउँछ क्या, तलबाट पक्कै बारी हुन्छ बाटो फेरि डेन्जर छ डेन्जर। ओहो लसो सजिङ लसो ल बिस्तारै जानु ल। सैलुङ शेर्पा होमस्टे अरे। ए गाउँले के छ? गाउँले आइपुग्यो हँ? हिँडेर आउने कि जाने? बोकेर लैजाने मलाई यार, म सकेन हिँड्ने यार। सर बन्द गर्छु कि ल, माथि गएर टिकट हुने। सो गाइज फाइनली हामी खोलखार्कातिर आइपुगिसक्यो। यतातिर सबैतिर के छ यहाँ होमस्टेहरू रहेछ, अहिले राम्रो बनाएको चाहिँ होमस्टे। यता हाम्रो पाहुनापातहरू हुनुहुन्छ, यता हाम्रो अनिता बहिनी। ए हजुर कता लाग्नुभएको? हजुर कताबाट आउनुभयो? घर कहाँ? हाम्रो राइमसाब हजुरको। मेरो त पर्नु चाहिँ राइमसाब नै हो होइन, तर अहिले बजार सरेर काठमाडौँतिरै छु। सैलुङ अब तपाईँ सैलुङ वर्षमा कतिचोटि आउनुहुन्छ त? म त आउँछु वर्षको 3-4 चोटि। 3-4 चोटि आउनु छ? ए हजुर के छोरी पढ्नुभयो त? तामाङ। बिहे गर्नुभएको छ? छैन, सिङ्गल हो? एउटा छोरा मात्र छ, बिहे गरी छैन। ए तेरि फोन नम्बर मागौँ भनेर सोचिरहेको थिएँ, बिग्रिहाल्नु। ए सैलुङ जानुहुन्छ है माथि? माथि चाहिँ अब के बाइकमा जानुहुन्छ कि तपाईँ के बाइक जाँदैन माथि? ल अरू माथि के देख्नु पाइन्छ त माथि? अब हेर्दै जाउँ न के रहेछ, तपाईँ आफै हेर्न सक्नुहुन्छ। होइन यसो तपाईँले पहिलादेखि आउनु भएको रहेछ होइन, अनि के चाहिँ देख्नु सकिन्छ भन्नु न। त्यहाँ होइन थुम्काहरू छ टन्नै। कतिवटा छ? 100वटा थुम्का भने चाहिँ 100वटा त छ। त्यसरी सैलुङ राख्ने नाम। अनि अरू के देख्नु पाइन्छ? त्यहाँ चौरी गाई छ होइन, हजुर अनि छिर्पी गाई पाइन्छ चौरीको। हजुर अनि त्यहाँबाट भन्नुहोस् न, नाच्नु न भन्नु। अनि अरू अनि अर्को त्यहाँ सानो गुम्बा जस्तो छेउटेन जस्तो बनाएको छ त्यहाँ होइन। हजुर त्यहाँ दर्शन गर्न बत्ती बल्न नि पाइन्छ। ए हस् हस् त धन्यवाद है, रमाइलो भन्नु तपाईँको यात्रा शुभ होस्। धन्यवाद। यताबाट चाहिँ तपाईँले मगर गाउँहरू देख्न सक्नुहुन्छ होइन, टक्क मगर गाउँहरू देख्न सक्नुहुन्छ यताबाट पारी। ओहो पानी पर्छ क्या यार, एकछिनमै हुसो लागेर है। ए हजुर तपाईँ चाहिँ नि कहाँ बस्नुहुन्छ त? घर कहाँ तपाईँ? काठमाडौँ। ए तपाईँ के कहाँ सैलुङ घुम्न आउनुभएको? हजुर। ए कति मतलब सैलुङ के छ त? सैलुङ त रमाइलो ठाउँ छ त? रमाइलो ठाउँ सुनेको छैन होला। म भर्खर आएको, लगभग म 10 वर्षपछि भर्खर सैलुङ टेकेको। 10 वर्षपछि? हजुर। म त्यही वैदेशिक यात्रामा थियो, त्यही भएर। हजुर काठमाडौँ 4-5 पर्छ। बहिनी ए हजुर नभाग्नुहोस् न। ए हजुर नभाग्नुहोस् न, हामी
थोरै बोलिदिनुहोस् न हाम्रो भिडियोमा ए हाम्रो इन्टरभ्यूमा थोरै बोल्नुहोस् न ए हजुर नभाग्नुहोस् न हजुर ए हजुर लजाउनु भएन यसरी तपाईँले टक्कर भयो यसरी नभाग्नुहोस् न दिन जाने हो र ल ठिक छ ल अब हामी चाहिँ एकछिन धेरै होइन हल्का समय मात्रै घाम लाग्यो भने एकदम बबाले रमाइलो हुन्थ्यो होइन बबाले मस्ती हुन्थ्यो तर लेट्स सी व्हाट ह्यापन होइन यस्तो जाडो छ कि यस्तो हावा चलिरहेछ सैलुङ आउँदै हुन्छ भने यदि सैलुङ आउनु चाहिँ हुन्छ भने बर्खा महिनामा होइन जाडो महिनामा तातो लुगा चाहिँ लगाउनु नबिर्सिनु होला किनकि यहाँको हावा पनि तपाईँले माइकमा सुन्नु सक्नुहुन्छ होला हावा होइन कति छ भनेर अब चाहिँ हामी यहाँबाट चाहिँ हिँडेर जानुपर्ने हुन्छ किनकि माथि गाडी घोडाहरू जाँदैन त्यही भएर हिँडेर जानुपर्ने हुन्छ है त गाइस सो बाटोतिर हल्का फुल्का गरिन्छ अनि माथि सैलुङ डाँडामा पुगेरै भ्लग गरिन्छ है त गाइस सो सी यू एकदमै ठन्डी हावा भएको अवस्था भएर हामी यसो यो होमस्टेतिर यस्तो दामी होमस्टे छ यहाँनिर अनि होमस्टेतिर यसो चिया खाम कि भनेर हेर्नु लागेको छु ए यहाँ छ नक्सा म्याप अहिले हामी यहाँ छु बिचमा है खोला खर्का भन्ने लेख्छ नि यहाँ फोटो यहाँ छु हामी अहिले मन्थली हाम्रो देउराली सैलुङ डडुवा हामी यहाँबाट डडुवा भन्छ नि यहाँबाट आएको डडुवाबाट आएको खासरी ठिक छ यस्तै छ यहाँ यतापट्टि चाहिँ हाम्रो चिनजाने होमस्टेहरू छ त्यो पनि यहाँ छिर्नु पऱ्यो हल्का होइन त्यहाँ यस्तो जाडो हत्ता काराकुरुक निजी होइ कमल तामाङ सैलुङ भनेर यहाँ लेखेको छ फोन नम्बर कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाईँले यदि तपाईँलाई होमस्टे बुकिङ चाहिन्छ भने यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त बेस हजुर होइन लसो ए टन्नै रहेछ सामान त दारू पानी के हो यस्तो डल्लै खोर्सानी हजुर हाम्रो यहाँ के पाइन्छ त हजुर खानेकुरामा सुकुटी के को सुकुटी याकको ओहो याकको सुकुटी ल ठिक छ त त्यसो भए बस्ने सुविधा छ यहाँ ए हजुर हजुर ल हस् त हामीलाई चाहिँ अहिले यहाँ यसो तातो चिया हुन्छ कि के हुन्छ होइन हजुर त्यस्तो चिया कफी के हो चिया हुन्छ हामीले चिया बनाइदिने चिया के चिया घिउ चिया कि नर्मल चिया अरे सुचिया भन्नु न सुचिया कि हुन्छ त्यही भयो नि भन्नु है हस् त ल ओए जापानिज ड्रामा हो क्या हो चलिरहेको छ ओ यो त के हो यहाँको उयो होइन पुछार यहाँको पुछार देख्नुभयो यसकै सुकुटी पाइन्छ What's up guys, what's up अघि माइक अफ भइसक्यो यतिकै गरिरहेको छु होइन त्यही भएर फेरि रिकर्ड गर्नु परिहाल्यो नि फेरि अहिले चाहिँ हाम्रो यस्तो पानी शीत के हुन्छ यसलाई यस्तो भइसकेको अवस्था हामीलाई जाडो भएको अवस्था यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ केही पनि देख्न सक्नुहुन्छ तपाईँले केही पनि सब कुहिरो लागेर धमिलो छ धमिलो क्यामेराको ब्याट्री पनि सक्ने लगभग यहाँ ऱ्याङ्कट पार्टीहरू छ छन्नै 1 2 3 4जना ऱ्याङ्कट छ जाडो भयो हामीले चाहिँ अति नै हावा यति चिज छ कि हावा शरीरमा छिर्ने बित्तिकै शरीरले कक्रक्क के त्यही भएर हामीले चाहिँ यो ऱ्याङ्कट लगाएर चाहिँ हावा छिर्नु रहेछ एकदमै त्यही भएर यो ऱ्याङ्कटको एकदम फाइदा हुनेछ यदि तपाईँहरू सैलुङ आउनु हुँदैछ भने र सैलुङ आउँदै हुनेछ भने ऱ्याङ्कट लिएर आउनु होला अहिले चाहिँ हामी लगभग यस्तै भर्याङ तल जानुपर्छ हामी सैलुङ जाँदाखेरि टक्कै हामी खोला खर्काबाट उकालो लाग्दैछ यस्तै अब यहाँनिर सिन देख्यो भने तपाईँ देखाऊँ भने केही देख्नु न कुहिरोले सर्लाक सुरुक होइन यस्तो छ जाडो अलिकति सास पनि लागिरहेछ प्लस
ठन्डा पनि यस्तो छ कि कुरै नगरौँ बवाल के गर्नु सिनै छैन अहिले यो चाहिँ लेकको रुखको माथिको यो गोबरहरू देख्दै हुन्छ गोबर मामुली गोबर होइन यो चौरी गाईको गोबर हो चौरी गाईको लेकको फुलहरू यस्तो हुन्छ सैलिङ मात्रै फुल्छ ओ ऱ्याङ्गरबाडी के छ हो जाडो भएको हजुर छैन छैन तातो भएर त लु लु यस्तो बदमास चाहिँ गर्नु है यस्तो बदमास गरेर फेरि च्यापिन्छ नि फेरि च्यापिन्छ बिहान आउँदाखेरि चाहिँ मौसम ठिक्क थियो राम्रै थियो अहिलेको समयको कुरा गर्नु पर्दाखेरि चाहिँ 12 बज्यो अब 12 बज्दाखेरि चाहिँ ठ्याक्कै के कुहिरोले जाममै छोपिहाल्यो अनि पछाडि तपाईँले के गर्नु सेतो बाइक केही देख्नु सक्नुहुन्न सब सेतो म कसरी एक्सप्लेन गर्नु म सक्दिनँ हजुर सक्दिनँ ल जे होस् भर्याङ राम्रो राम्रो बनाएको छ यहाँनिर बवाल लाग्यो चाहिँ ल ठिक छ एकदम बवाल सैलुङको बाटोमा यदि पानी सैलुङ आउँदै गर्दाखेरि यदि बाटोमा पानी परिहाल्यो भने यहाँ ओत लाग्ने ठाउँहरू बनाइदिएको छ यसरी यस्तो मजाले बस्न सक्नुहुन्छ एक दुईवटा जस्तो चाहिँ हावाले उडिसकेको रहेछ तर केही छैन यतापट्टि बस्न सक्नुहुन्छ तपाईँहरूले मस्तले अहिले त हामीले गर्मी लाग्यो है मस्त गर्मी 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 के छ होइन यस्तै छ अवस्था सैलुङको यो चाहिँ गुराँसको रुख हो यो चाहिँ गुराँसको रुख हो तपाईँ देख्नुहुन्छ यहाँ गुराँसै यो गुराँस त्यो गुराँस सबै गुराँसै गुराँस छ यहाँ यो गुराँस त्यो गुराँस सबै गुराँस यो चाहिँ लेकमा उम्रिने रुख हो यो पाइन ट्री हो स्ट्रबेरी ओ खाइदिउँ त ओ स्ट्रबेरी कति धेरै यार टन्नै छ स्ट्रबेरी ओ स्ट्रबेरी खाँदै हजुर खाइदिउँ केलाएर खानुपर्ने छ केलाएर यो चाहिँ तपाईँको लेकमा फल्ने एकदम मिठो स्ट्रबेरी हो सही मिठो यार यो रुख भने कति हाइट कति अग्लो हुन्छ भने डेन्जर अग्लो हुन्छ प्लस साइजमा पनि एकदमै ठुलो हुन्छ सही अहिले चाहिँ ऱ्याङ्कोट खोलिसकेको खोलेर यतातिर राखिसक्यो हामीले उसले चाहिँ ऱ्याङ्कोट लगाइरहेछ मलाई चाहिँ गर्मी भइसक्यो अहिले भर्खर घाम पनि लाग्ला जस्तो भएर छ हल्का क्लियर देख्न सक्नुहुन्छ तपाईँले मस्तले ए रुखकै रुख भोलिपल्ट चाहिँ मार्च अप्रिलतिर चाहिँ यो गुराँसहरू सबतिर फुलेर होइन यस्तो दामी बवाल देख्छ कि कुरै नगर्नु यहाँनिर बाटोतिर भेटेर गफ गर्दै गरेको अवस्था अहिले चाहिँ एकदमै अलिकति घाम लागेर अलिकति उज्यालो भएको अवस्था छ यही मौकामा चाहिँ हामीले सैलुङमाथि पुगेर भ्यूहरू मजाले क्याप्चर गर्न सक्यो भने भ्यूहरू मजाले हेर्न सक्यो भने हामीलाई फाइदा हुन्छ धेरै फाइदा हुन्छ हामीलाई घाटा हुँदैन मोतीलाल आउनुहोस् खोलघाटमा त पस्दैन होला त्यसले तर आउनु भाइले गर्मी लागेन कान त डेन्जर चिसो कि अघि त खतरा लक कामेको नि सही हो वेलकम ब्याक टु माई ब्लग है हजुरलाई कस्तो लजाउने यार यस्तो लजाउँछ भेनासँग भेट्दै यस्तो लजाउँछ यार चल नि भन त छिटो अनुहार देखाउन तिमीले यार देखाउनु सल्लानी देखाउनुहोस् न सल्लानी यता हेरिदिनुहोस् प्लिज उहाँ चाहिँ के पर्छ ए सालनानी हो र सालनानी ओ दुइटा सालनानी परेछ मेरो होइन ठिक छ भेना भनेको यस्तो हुनुपर्छ क्या लक्की दुईवटा सालनानी छ कस्तो यार के त बोलिदेऊ के त बोल न केही त बोल न हौ मोरी के साह्रो लजाकी बै हाम्रो सालनानीहरू अलिकति शर्मिलो टाइपको रहेछ त्यही भएर बोल्नु मानेनन् सालनानी वेलकम ब्याक है मेरो ब्लगमा स्वागत छ तपाईँलाई के छ तपाईँको खबर
अन्त नि यार कस्तो यार सालना नि यार के हो यो भेनाको भ्लगमा आउनु छैन यार यसो फोर्स गरेको तर बोल्नै खोजेन ठिकै छ केही छैन म अर्कै सालनी खोज्छु म अर्कै खोज्छु कट्टी सालनी तिमीसँग कट्टी ल मिल्दिनँ म स्टुडियो रहेछ बैस तिमी